गर्न संसार भुल्न तयार हुन्छ मान्छे? मायामा त्यस्तो कुन शक्ति छ जसका अगाडि सबै फीका अनि निरस र निरर्थक भइदिन्छ? त्यो एउटा आकर्षणले किन पुरै जिन्दगीभरि उसको मोह मर्दैन अनि चाहना रित्तिँदैन र उसको अङ्गालोका अगाडि एक युग बितेको पत्तो हुँदैन? एकैछिनको संयोगले पुरै भोगाई खुसी खुसी बितिदिन्छ। मनमा यस्तै कुरा खेल्छन्। ऊ मेरो होइन, तर ऊ मेरै हुन्छ। म उसकी होइन, रै पनि म उसकै हुन्छु। यो मन जो बुरकुसी मारेर कसैको मन पढ्न सक्छ अनि कसैमा त्यति समर्पित हुन सक्छ कि ऊ बिना ऊ अन्ध्यारो औँसीको आभास पाउँछ। आस्था, सुन न, मैले भोलिको टिकट गरेँ ल, कलमा भनेको थियो क्षितिजले। ए हुन्छ त, सुन न, मलाई त झ्यालपट्टिको सिट है भनेकी थिए। ए हुन्छ हौ, हुन्छ, तिमी झ्यालपट्टि भयो भने त तिम्रो मुखमा टाउको ढल्काएर निदाउन पाउँछु। कस्तो आफ्नै श्रीमती जस्तो गरेर भनेको, लाज नभएको? खुबै। हस् हजुर, मैले पनि हाँसेरै भनिदिएँ। मनले त धेरै कुरा भनेको थियो। किन कुममा ढल्किनु? क्षितिज, मेरो काखैमा तिम्रो शिर राखेर सुताउँछु नि, मायाले छोपेर। मनले सुनेनौ तिमीले, तर हाँसोले आभास दिलाएको हुनुपर्छ। तर किन अझै खुल्न सक्दैन क्षितिज मसँग? के मैले देखाउनु पर्ने मायाले उसँग भिजेको छु भनेर? गाडी 5 बजे आइपुग्छ इटहरी भनेर फोन राखेको थियो उसले। यो 2 दिनको कुरा गराई र भोलिको भेट हुने पर्खाइले मन फुर्किरहेको छ। थाहा छैन त्यस समय म कसरी प्रस्तुत हुन्छु अनि ऊ कसरी प्रस्तुत हुन्छ, तर प्रस्तुत हुनु त छँदैछ। ऊ पहिला मेरो कुममा टाउको ढल्काएर निदाउला अनि थाहा नपाई शिर ढलेर मेरो काखमा ल्याइ पुर्याउला। त्यस समय म मायाले उसलाई कपाल सुमसुम्याउने छु। ऊ थाहा पाएर पनि आराम गरिरहनेछ, थाहा नपाएको नाटक गर्नेछ। किनकि यो चाहना उसको पनि त हुनेछ। उससँग पनि मायाको छालहरूले बेग हानेकै छन् नि। त्यही बेगलाई सम्हालेर म मायाले छोपिरहनेछु। मेरो काख त्यसबेला तातिएको हुनेछ उसलाई न्यानो बन्दिनका लागि। ऊ यति मिठो गरेर निदाउनेछ जुन निन्द्रा उसले आजसम्म अनुभूति नै गरेको छैन। किनकि त्यसबेला एउटा पीडितीमा चुर्लुम्म डुब्न लागेका एक जोडी चखेवाको उडान भइरहेको हुनेछ। एकछिन मेरो काख बिझायो कि भनी माया गरेर 2 हातले उसको शिरलाई एउटी बच्चाकी आमाले बच्चाको टाउकोलाई बोके जसरी 2 हातले अँगाल्नेछु अनि पहिलोचोटि मायाको आभास दिनेछु। मेरा ओठले उसलाई थाहा नदिए उसका गालामा सुस्तुरी चुम्नेछु। त्यो उसले पनि थाहा पाएको हुनेछ र उसका हातहरूले सुस्तुरी मलाई अँगाल्नेछ। छ्या, म एउटी केटी भएर पनि कति टाढा पुगेछु नि। तर माया, जब बाढी आउँदो रहेछ नि, तब यी सब जायज लाग्ने रहेछन्। यदि उसले मुख खोलेन भने यो मेरो कहानीले सार्थकता पाउनुको विकल्प पनि त हुन्न। नत्र कसरी म दर्शाउन अनि प्रस्ट्याउन सक्छु कि मेरो मान्छे हौ तिमी भनेर? तर मलाई विश्वास छ भोलि मेरो अविस्मरणीय यात्रा